ल गाइस अब मैले सुरु गर्दैछु भनेर हिजो बेपत्ता पानी परेछ। यो मेरो छहरा त भिजेछ। यस्तो पङ्ल्याङ पुङ्लुङ भइगयो। अब यसलाई बर्बाद भयो बर्बाद। अब कसरी गराउने भनेपछि फोटो हेरेर बनाउनु पर्ने भयो। पछाडिबाट सिमेन्टले यसो अडेस लगाएको छु जसो तसो। नभए फेरि यस्तै भन्ने भयो भनौँ। अब पहिलाभन्दा अलिकति फरक त परिहाल्यो। उस्तै त कहाँ मिल्छ र अब अलिकति अगाडि हो यहाँ आउँछ कि जस्तो मान्छे। अब चाहिँ पानीले केही गर्दैन कि पहिले नै सिमेन्टले गराउनु पर्दो रहेछ। यो त चाहिँ यस्तो पो छ त हौ यार। हो यस्तो यस्तो पो छ त। यस्तो यस्तो पो छ त। यस्तो पो छ। जसो तसो यस्तै हुन्छ। त्यहाँनिर बनिसकेको छ ढाँचा चाहिँ। यही हिसाबले भन्नु सब भिगिल। बारिसमा भिगिल सबै। अब मैले ढाकिदिनु भएन राम्ररी। अब सबै भिजाइदिनु भयो। ढलिहाल्यो। ढुङ्गाको छहरामा पहिरो गइहाल्यो। जालीको काम हुँदैछ। मसला पनि लाग्दैछ।
पछाडितिर लागेका छन् हाम्रो प्रकाश भाइ। यो छहराको पछिल्लोतिरको भाग यो पछाडिबाट पछाडि पार्कको एरियाबाट देखिने भन्दैछ। अनि यो पुच्छा डाइनोसरको पुच्छा। र यतातिरको भ्यू यो हो, जाली लगाउँदै हुनुहुन्छ। र अगाडितिरको भ्यू यो ऊ त्यहाँ माथिदेखि छर पानी बग्छ यो एरियाबाट देखिनलाई। हेर्दै जानुहोस् बन्दैछ त्यहाँ पर्याङ्नेर उताको भागलाई छेक्नलाई हो यो भनेपछि गजब होला जस्तो छ। यहाँ चाहिँ पानी हुन्छ, पानी त्यहाँदेखि चकचक 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 बग्ने हुन्छ। यहाँ हल्का मान्छे बस्ने हुन्छ होइन, कलकल आवाज आओस् भनेर हो भन्दैछ। ल मिलाउनु अब। ल अब यो हाम्रो पार्कमा यो नजिकको छहरा कम्प्लिट भइसकेको छ। अब यसलाई पेन्ट गर्ने भनेको आज बर्सात राति पानी परेछ, यस्तो मडारिएको छ बादल। यसलाई रङ गर्ने भनेको आज भएन, यो लगभग कम्प्लिट नै भइसक्यो। यतिका टाइमसम्म भन्नाले यति बेलासम्म हेरिदिनु भयो मेरो यो भिडियो, त्यसको लागि धन्यवाद। र यो कम्प्लिट हुन चाहिँ पर्खिनुहोस्, यो पेन्ट गर्छु भोलितिर पेन्ट हुन्छ होला। भोलि भनेको आज माघको 12-13 गतितिर गति हो। आज भोलितिर मैले पेन्ट गर्छु। र हामीले यो पाइपको सेटअप मिलाइसकेको छ। यो खानेपानीको पाइप सिधै माथि लगेर त्यहाँदेखि यसमा भर्ने बेला जोडिएको छ। र यो मोटरको पाइप चाहिँ यो 1 इन्ची मोटर लगाइन्छ। टेस्ट चाहिँ गर्नुलाई आज पनि आइरहेछ अरे, चेक गर्नु कस्तो छ।
पेन्टरहरूले पेन्ट चोइदिएर खतम भएछ। ल गाइज यो सिडीको डिजाइन कस्तो भएको छ यसो कमेन्ट गर्नु होला। ल यो छहरा पनि कस्तो भएको छ कमेन्ट गर्नु होला। पानी आएको छ कि छैन, करेन्ट आइरहेछ। आज मौसम सही चिसो न, हाम्रो पतझडको मौसम आयो। मौसम चेन्ज आजदेखि। धारामा चाहिँ पानी आइरहेको छ। ल अब झर्छ है, पानी झर्छ हेर्नुहोस्, झर्छ 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 झर्छ। झर्दैछ झर्दैछ। यो दुलो चाहिँ बुझिदिनु पऱ्यो क्या। यहाँबाट यसमा भरेपछि यसमा बुझ्नुहुन्छ। अब पेन्टिङ यो हाम्रो गेट 4 भइसकेको छ र यो हाम्रो डाइनासोर पनि पेन्ट भइसकेको छ। डाइनासोरमा प्राइमर पनि भइसकेको छ र यो हाम्रो काठो। ल सबै सब्सक्राइबरले मलाई कमेन्ट गर्नुहोस् यो काठो जस्तो देखेको छ कि छैन, रुख जस्तो। अझै सकिया छैन, माथि माथि सकिया छ। अब यो मान्छेको अभावले अर्कोतिर बिजी भएर यो गर्नु बाँकी छ। यो तल त चाँडै नै भइन्छ, टेन्सन भएन। र अब म तपाईँलाई देखाउन गइरहेको छु मुखबाट छिराएर डाइनासोरलाई। हामीले त्यो छहरामा पेन्ट गरिसक्यो। धुलो उड्ने हुनाले मैले भिडियो बनाएन हिजो होइन। त्यो छहराको पछाडिपट्टि यस्तो छ, यहाँ चाहिँ काम बाँकी छ। त्यो काम सानो कामहरू भयो। ल हेर्दै जाँदा त यता रेस्टुरेन्ट चाहिँ चालु भइसकेको छ। हाम्रो यहाँ एउटा ड्रेसिङ रुम बन्दैछ। ल अब हेर्दै जाऊँ ल आयो। कस्तो छ कलर कमेन्ट गर्नुहोस् प्लिज। मोटरलाई अलिक गुड्रो राख्ने भनेर यहाँ बदल्न पर्ने भयो थोरै।